हेलो साथीहरु सबैजना नमस्कार। सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी धरान श्रम संस्कृति पार्क जाँदै छौं है। हामी फाइनल्ली लगभग हामी पुगिसकेका छौं। अब चाहिँ हामी बिस्तारै हामी अगाडि बढ्दै छौं। हामी मास्तिर चढ्दै छौं। हामी बिस्तारै है बिस्तारै जाँदै छौं हामी। अब हामी यहाँ यतै कतै बाइक रोक्छौं र हामीले चाहिँ बाइक रोकिसक्यौं। हामी बाइकबाट ओर्लिसक्यौं। हामी चाहिँ अब हामी जाँदै छौं श्रम संस्कृति पार्क। देख्न सक्नुहुन्छ गेटमा लेखिरहेको छ र यतापट्टि हामीले चाहिँ टिकट काट्यौं अनि हामी चाहिँ भित्र छिरेर च्याब्रुङ बजाउन थाले। म चाहिँ बवाल रमाइलो गर्नुतिर लागे। मेरो भाइहरु चाहिँ फोटो खिच्दै भिडियो बनाउँदै छ मेरो। अनि हामी चाहिँ यसरी नै रमाइलो गर्दै हामी खेल्दै हामी मास्तिर तर्फ बढ्यौं। हामी चाहिँ मास्तिर तर्फ आयौं है। यतापट्टि देख्न सक्नुहुन्छ सबैजना इन्जोय गरिराख्नु भएको छ र यहाँ देख्न सक्नुहुन्छ हर्कबाद लेखिएको छ र यहाँ देख्न सक्नुहुन्छ वरिपरि तपाईको चाहिँ विभिन्न चराहरुको चाहिँ टाउको राखिएको छ यहाँनेरि। तपाई देख्न सक्नुहुन्छ यो मलाई लाग्छ यो लाठी कोसेरा हुनुपर्छ। हेर्नुस् त। अनि तपाईको यो गडुलको टाउको हुनुपर्छ है। गडुल देख्न सक्नुहुन्छ र हामी हेर्दै छौं। अब भालु देख्न सक्नुहुन्छ र भालु पछाडी हामी देख्छौं सुगा। त्यसपछि भाले देख्न सकिन्छ। यो सुगा हुनुपर्छ। त्यसपछि हामी हेर्दै छौं है। अब हामी मास्तिर तर्फ जाने तयारीमा छौं र तिम्रो मनमा लुकेको कुरा नभने पनि भोलि दिनेलाई सम्झिदिनेलाई माया त माया हो, माया त माया हो भन्दै म मास्तिर लागे है। त्यसपछि हामीले पुतली देख्यौं अनि पुतलीको भिडियो लिन मन लाग्यो मलाई चाहिँ। अनि भिडियो लिए है। गर्लफ्रेन्ड बोयफ्रेन्ड होला। अनि भिडियो लिँदै थियौं अनि बिस्तारै उडेर गयो त्यसपछि म मास्तिर तर्फ लागे अनि मेरो भाइ अगाडि जाँदै छ। अनि माथिबाट चाहिँ हामी अब माथिबाट भ्यू हेर्ने छौं भन्दै म बिस्तारै जाँदै छौं है। जाँदै छु अनि माथिबाट चाहिँ हामी अब भ्यू हेर्ने छौं। माथिबाट हेर्नुस् त ल क्या दामी छ है। हर्क साम्पाङद्वारा निर्मित संरचना मलाई चाहिँ एकदमै मन पर्यो है। डिजाइनहरु तपाईको विभिन्न चाहिँ फौजीहरुको चाहिँ विभिन्न शालिको राम्रो लाग्यो है। तपाईहरु पनि एकपल्ट अवश्य आउनु होला। नआउने मानवहरु आउनु होला। एकदमै राम्रो छ भ्रमण गर्नको लागि चाहिँ है। तपाईहरु पनि आउनु होला र एकदम राम्रो दृश्य है। र यतापट्टि चाहिँ देख्न सक्नुहुन्छ गोरखा ट्रेनिङ सेन्टरको टेम्पोररी क्याम्प देख्न सक्नुहुन्छ र म त्यहाँ जाँदै छु। अब म भाषण गर्ने छु यहाँ गएर सुन्नुस् है त। तपाईको चाहिँ गोरखा चौतारी उद्घाटन समारोहमा हामी घुम्दै आइपुगेका छौं। सो द्याट हामीले पुतली पनि उडायौं। हामीले हर्क सम्पर्क स्वयं संस्कृति पार्क चाहिँ हामीले भ्रमण गर्यौं। अब हामी जान्छौं धरानतिर। भाषा धन्दैका धन्न नमस्कार गर्न भन्दै ल मेरो 2 शब्द यहाँ सुनाउनु छु। क्या हिँडेको यो अन्तरे गाईलाई बाँकी काट्छ कि गाईलाई म समाउँछु ल। त्यो सुता समेल खानु पर्यो। अलिकता हो यता लाली ओठैमा गर्दिऊ कान्छी मुटु बैना सिक्का नोटैमा लाली ओठैमा गर्दिऊ कान्छी मुटु बैना
सिक्का नोटैमा लाली ओठैमा गर्दिऊ कान्छी बुटु बैना सिक्का नोटैमा लाली ओठैमा गर्दिऊ कान्छी बुटु बैना सिक्का नोटैमा भिर र पहिरो खोलाको बाटो नमान्नु डरै डर नफुल्नु माया मनभरि फुल्यौ यो जुनी तिम्रै भर नफुल्नु माया मनभरि फुल्यौ यो जुनी तिम्रै भर। त्यसपछि चाहिँ हामी धरान आएर खाजा खानेतर्फ लाग्यौँ है। खाजा खायौँ, हामी रेडबुल खायौँ अनि हामीले सुँगुरको सेकुवा खायौँ। एकदम मिठो है, एकदम मिठो। अनि त्यसपछि हामी धरान छोडेर भन्दै हामी चाहिँ अब इटरीतर्फ लाग्यौँ है। अनि सरर हामी चाहिँ इटरीतर्फ लाग्यौँ। अनि आजको राइड चाहिँ एकदमै रमाइलो इन्जोय भयो है। तपाईँहरूलाई के कस्तो लाग्यो है, तपाईँको प्रतिक्रिया अवश्य राखिदिनु होला र लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै थ्याङ्क यू फर वाचिङ माई भिडियो। लभ यु अल, बाई बाई, सी यू।